नमस्कार हजुर सबै आरामै हुनुहुन्छ होला। आज चाहिँ म एकदमै गम्भीर विषयमा बोल्न लागिरहेको छु। अहिले एकदम साइन्टिस्टहरूले अहिले मानिसहरूको शरीरमा हरेक अङ्गमा प्लास्टिक भेटाइरहेको छ हैन। अनि प्लास्टिकको एक्सपोजर यति धेरै भयो कि हैन, जसले गर्दाखेरि हामी अब हावामा, पानीमा, खानामा सबैतिर प्लास्टिक, जसले गर्दाखेरि हामी अब आउने भविष्यको मानिसहरू एकदमै बिरामी, मेन्टली फिजिकली सबै किसिमले। सो सकभर तपाईँ हामीले चाहिँ सकभर अब हामीले प्लास्टिक त कम्प्लिटली 100% बन्द गर्न सक्दैन, असम्भव छ। किनकि हरेक खानाहरू सबै प्लास्टिकले नै बेरिएर आएको हुन्छ, ऱ्याप गरेको हुन्छ। जे सक्नुहुन्छ तपाईँले त्यसलाई चाहिँ तपाईँले सकभर उपयोग नगर्नु। जस्तो खानेपानीको बोतल भयो हैन, अब खानेपानीको बोतल तपाईँले स्टिलको बोतल अथवा ग्लासको बोतल बोक्न थाल्नुहोस् हैन। अनि तपाईँको प्लास्टिकको कन्टेनरमा तपाईँ खाना राख्नुहुन्छ भने त्यसलाई हिट नगर्नुहोस्, किन त्यसले त्यो प्लास्टिक लिज हुन्छ। प्लास्टिक चाहिँ त्यहाँ माइक्रोप्लास्टिक त्यो हुन्छ नि, त्यो तातोले गर्दाखेरि त्यहाँ पग्लेर तपाईँले त्यो खानासँगै खानुहुन्छ। यो सकभर त्यो प्लास्टिकको भाँडाकुँडा चाहिँ युजै नगर्नु हैन, सकभर सक्नेसम्म। अनि अथवा तपाईँले ग्लासको कन्टेनर त्यस्तोमा पनि खाना बोक्न सक्नुहुन्छ। अहिलेको अध्ययनले के देखाएको छ भने मान्छेको दिमाग, मुटु, रगत हुँदा प्लासेन्टा, अनि तपाईँको लिभर, लङ्स सबैमा अहिले प्लास्टिक भेटिएको छ। दिमागमा पनि अब हाम्रो त ब्लड ब्रेन ब्यारियर हुन्छ त्यहाँ, तर त्यो न्यानो प्लास्टिक पनि माइक्रोप्लास्टिकहरू त्यो ब्यारियरबाट पनि गएर दिमागमा पुगेको रहेछ हैन। अनि अहिले आएर सबसे डेन्जर चाहिँ अहिले छोरा मान्छेहरूको स्पर्ममा पनि त्यो के भन्छ माइक्रोप्लास्टिक भेटेको छ हैन। त्यसले गर्दाखेरि इन्फर्टिलिटी अनि अहिले वर्ल्ड वाइड नै मोर देन 50% छोरा मान्छेहरूको स्पर्म क्वालिटी चाहिँ एकदमै घटेर गएको छ। त्यसले गर्दाखेरि ग्लोबली नै तपाईँको इन्फर्टिलिटी भनेको चाहिँ बच्चा जन्माउन नसक्ने। पहिला 1973मा चाहिँ स्पर्म काउन्ट चाहिँ 101 मिलियन पर मिलिलिटर थियो भने 2018मा आइपुग्दा चाहिँ झरेर 49 मिलियन पर मिलिलिटर मात्रै भेटाएको रहेछ रिसर्चले हैन। तपाईँको लेस देन 40 मिलियन भएपछि तपाईँको बच्चा जन्माउने त्यो बच्चा नै जन्मिँदैन त्यहाँ। अनि अरू अब अहिले धेरै अटिस्टिक बच्चाहरू भनेको चाहिँ डेभलपमेन्टल एकदमै अब जुन किसिमले ग्रोथ हुनुपर्ने हो त्यो ग्रोथ भइरहेको छैन बच्चाको, हुन्छ नि त्यो एज अनुसार। स्पेसली छोरा बच्चाहरूमा चाहिँ यो अटिस्टिक चाहिँ धेरै देखेको छ रहेछ। यो सबै यो प्लास्टिक एक्सपोजरले। मलाई यति दुःख लाग्यो नेपाल जाँदाखेरि हैन, त्यो खानेपानीको बोतलहरू पुरा हुन्छ नि मान्छेहरूले त्यो खाएर सबै खोलामा फालेको हैन। अनि यो अहिले हाम्रो यो सबै धरती नै सबै प्लास्टिक एक्सपोजरले ढाकेको छ हैन। अब हामीले एकदमै गम्भीर हुने अवस्थामा आछौँ हैन। तपाईँ भविष्यमा तपाईँको बच्चा चाहनुहुन्छ हैन, तपाईँको बच्चा स्वस्थ होस्, हेल्दी होस् भन्ने चाहनुहुन्छ भने यो हामी सबैको रेस्पोन्सिबिलिटी हो यो प्लास्टिकको प्रडक्टलाई चाहिँ कम गर्नको लागि। अब तपाईँ एकदमै यो अब आउने भविष्य एकदमै डरलाग्दो छ हैन। स्पेसली छोरा मान्छेहरू हैन, दाजुभाइहरू, अङ्कल जो हुन्छ नि सबै अब जुन नाता छ छोरा मान्छेको, तपाईँहरू एकदमै गम्भीर हुनुपर्ने बेला छ। तपाईँ भविष्यमा तपाईँ बच्चा चाहनुहुन्छ भने, तर तपाईँ बच्चा चाहनुहुन्न भने ठिकै छ। अनि मलाई अहिले आएर चाहिँ एकदमै फिल लाग्यो कि यो पहिला नै मैले थाहा पाएको भए होइन, म घरमा 1 वर्ष बसेर नै मेरो बच्चालाई डाइरेक्ट ब्रेस्ट फिड गर्थेँ होला कि। मैले 6 महिना त म घरमा बसेर डाइरेक्ट ब्रेस्ट फिड गरेँ। अहिले जो बच्चा जन्माउने उमेरको हुनुहुन्छ र तपाईँ भविष्यमा एकदमै हेल्दी बच्चा चाहनुहुन्छ भने तपाईँहरू सकभर प्लास्टिकको प्रयोग कम गर्नुहोस् हैन, सकभर। अनि बच्चा भइसकेकोहरू चाहिँ अझै तपाईँ बच्चाहरूलाई ब्रेस्ट फिड गरिरहनु भएको छ भने चाहिँ त्यो प्लास्टिकको बोतल बन्द गरिदिनुहोस् हैन। त्यसले माइक्रोप्लास्टिक त्यो तपाईँले तताउँदाखेरि माइक्रोप्लास्टिक रिलिज भएर तपाईँको बच्चाले खान्छ हैन। अनि त्यसले गर्दा बच्चाको डेभलपमेन्टमा एकदमै असर पर्छ है। नै सकभर ग्लासको बोतल युज गर्नुहोस्। अनि त्यसपछि निपल छ नि मेडिकल ग्रेड सिलिकनको युज गर्नुहोस्। अनि सकभर चाहिँ अब इभन तपाईँले फ्रोजनमा राखेको त्यो हुन्छ नि जिपलक ब्यागहरू, त्यसबाट पनि अब त्यो फ्रिक्सनको कारणले गर्दाखेरि माइक्रोप्लास्टिक चाहिँ अब हाम्रो खानाहरूमा पनि लाग्ने रहेछ।
त्यो पनि सकभर अभोइड गर्नुहोस् अनि स्पेसली छोरा मान्छेहरू तपाईको लाइफस्टाइल कस्तो छ अब तपाईको शरीरमा प्लास्टिकको एक्सपोजर त भयो होइन तर तपाईको लाइफस्टाइल कस्तो छ तपाईँ एक्सर्साइज गर्नुहुन्छ कि हुँदैन तपाईँ हेल्दी खाना खानुहुन्छ कि हुँदैन तपाईँ स्मोक गर्नुहुन्छ ड्रिङ्क गर्नुहुन्छ अब कम्प्लिटली अबदेखि कम्प्लिटली बन्द गरेर तपाईले आफ्नो लाइफस्टाइलमा चेन्ज ल्याउनु पर्ने एकदमै जरुरी छ नत्र भने तपाईको स्पर्म क्वालिटी एकदमै घटेर जान्छ भविष्यमा तपाईको बच्चा नहुन पनि सक्छ है अनि यो विषयमा चाहिँ हामीले एकदमै गम्भीर हुनुपर्ने अवस्था आछ त्यो प्लास्टिकमा हुने केमिकल्सहरू त्यहाँ बीपीएले चाहिँ तपाईलाई के अरे इन्फर्टिलिटी तपाईलाई तपाईको बच्चा जन्माउने क्षमता कम गराउने अनि त्यसपछि ब्रेस्ट प्रोस्टेट क्यान्सर हैन त्यो हुने रहेछ अनि त्यहाँ थ्यालेट भन्ने हुन्छ त्यो थ्यालेटले चाहिँ तपाईको इन्फ्लामेसन गराउने शरीरभित्र हैन अनि बीपीएले चाहिँ अर्ली प्युबर्टी पनि अहिले छोरी बच्चाहरू जो छ 5-6 वर्ष 6-7 वर्षको उनीहरुमा अर्ली प्युबर्टी देखेको छ भनेको त्यो चाहिँ महिनावारी चाँडै स्टार्ट भएको छ हैन अनि त्यहाँ छ अर्को पीएफएएस भन्ने छ त्यो चाहिँ त्यसले चाहिँ तपाईको हार्मोनल डिस्ट्रप्सन गर्ने हैन इम्युन तपाईको त्यो रोगसँग लड्ने क्षमतालाई चाहिँ एकदमै कम गराउने अनि त्यो माइक्रोप्लास्टिकले चाहिँ तपाईको शरीरभित्र इन्फ्लामेसन गराउने त्यो इन्फ्लामेसन भएपछि हामीलाई त्यो रोगहरू आउँछ कि अरू रोगहरू किनकि हाम्रो डिफेन्स मेकानिजम एक्टिभ हुन्छ अनि त्यसपछि हामीलाई क्रोनिक डिजिजहरू हुन्छ नि डायबिटिज हाइपरटेन्सन त्यस्तोहरू सुरु हुन्छ अनि तपाईको त्यो थाइरिन भन्ने छ थाइरिनले चाहिँ तपाईको हाम्रो यो नर्भस सिस्टमको लागि चाहिँ एकदमै कार्सिनोजेन भनेको चाहिँ त्यो चाहिँ क्यान्सर गर्न सक्छ हैन अनि सकभर तपाईले सक्नुहुन्छ भने त्यो फेरि यो प्लास्टिकको एक्सपोजर चाहिँ कसरी हुन्छ एक डाइरेक्टली इन्जेस्ट भने डाइरेक्ट हामीले खाएर पानीबाट हुन्छ खानाबाट हुन्छ त्यो प्रकारले एक प्रकारले त्यो प्लास्टिक एक्सपोजर हुने भयो अर्को चाहिँ इन्हेलेसन भनेको चाहिँ हामीले के अरे सास फेर्दाखेरि यो हावामा पनि छ अरे अब प्लास्टिक त्यस्तो साह्रो एक्सपोज भइसक्यो हावाबाट हामीले सास लिँदाखेरि त्यो इन्हेलबाट हैन त्यो रहेछ अनि अर्को चाहिँ डाइरेक्ट स्किन कन्ट्याक्ट भन्नाले तपाईले लाउनुहुन्छ नि त्यो सिन्थेटिक लुगा कपडाहरू सिन्थेटिक मटेरियलको त्यो पोलिस्टर नाइलन त्यसबाट डाइरेक्ट कन्ट्याक्टबाट पनि हाम्रो स्किनमा पनि त्यो पल हुन्छ नि त पोरहरू त्यहाँबाट पनि तपाईले के अरे शरीरमा चाहिँ रिलिज गर्ने रहेछ सकभर तपाईले सक्नुहुन्छ भने कटनको लिनिनको अथवा अब के भन्छ उलको कपडाहरू सकभर सक्नुहुन्छ भने चाहिँ त्यो लगाउनु अनि तपाईको बच्चाहरुमा पनि त्यही जस एउटा सानो स्टेपले तपाईलाई कुनै तपाईको हेल्थमा राम्रो फाइदा गर्छ भने किन नगर्ने हैन हस् थ्यांक यू है स्टे हेल्दी एन्ड बी ह्यापी